हेलो गाइज, आज पनि हामी भ्लग लिएर आइसकेका छौँ। राजा जाऊ जाऊ स्कुल। आज चाहिँ छोराको स्कुलको पहिलो दिन, त्यसै गरी मेरो कामको पनि आज पहिलो दिन भएको हुनाले बिहान 5 बजे उठेर छोराका लागि खानाहरू प्याकिङ, त्यसै गरी आफ्नो लागि खानाहरू प्याकिङ गर्दा अन्य कामहरू गर्दा हामीले हतार सबै कामहरू सकाएर हामी रेडी भएर जान लागेका छौँ। पहिलो दिन अनि गाडी चढ्न पाएपछि बाबु खुसी त भइहाल्ने भयो नि। ममा जान्छ अब। आमा चाहिँ छोरालाई स्कुल पुर्याएर त्यही बाटो अफिस जाँदैछ अनि म चाहिँ लागेँ मेरो आफ्नो कामतर्फ। आजलाई चाहिँ खाना मैले नेपाली स्टाइलको भात र तरकारी लिएर जाँदैछु। यहाँको चामल हेर्दा ठुलो भए पनि भात चाहिँ साह्रै मिठो हुने रहेछ। आज कामको पहिलो दिन भएको हुनाले थाहा छैन काम कुन ठाउँमा हो के हो। बुढीकै अफिसको थ्रोबाट पाएको काम भएको हुनाले सरकारी काम र नगरपालिकाको काम हो भनेर भनेको थियो बुढीले। अब हेरौँ के काम हो कस्तो काम हो, बिस्तारै बुझिहालिन्छ। राम्रो 6 दिन चाहिँ बाटोमै पर्ने स्थानीय मन्दिरलाई पनि ढोक गरेर म चाहिँ हिँड्दै थिएँ। जापानिज भाषामा मन्दिरलाई चाहिँ जिन्जा भनिन्छ है। घरदेखि 2 मिनटको बाटोमा फ्यामिली मार्ट रहेको छ र त्यही फ्यामिली मार्टमा बुढीको अफिसको मान्छे मलाई पिकअप गर्नको लागि आउँदैछ र मलाई पिकअप गर्नको लागि कार आएको थियो। कारलाई चाहिँ जापानिज भाषामा कुरुमा भनेर भनिँदो रहेछ। सफा चिल्लो बाटो, कहिले वरिपरि समुद्र, कहिले वरिपरि वन जङ्गल, कहिले वरिपरि खेतीयोग्य जमिन। पहिले हामीले सिनेमामा देखे जस्तो, तर आज आफैले लाइभ देख्न पाउँदा एकदम खुसी लागिरहेको छ। र करिब 30 मिनटको कारको यात्रापछि हामी काम गर्ने कम्पनीमा आइपुग्यौँ र यस कम्पनीमा धान, सखरखण्डा, ज्यामिरलाई प्रशोधन गरी भण्डारण गरेर राखिँदो रहेछ। र आज मेरो काम चाहिँ सखरखण्डालाई सानो ठुलो छुट्याएर राख्ने काम रहेको थियो। करिब 3 घण्टाको कामपछि मैले खाना खाएँ र पुनः 3 घण्टापछि मेरो काम सकियो। यो काम चाहिँ सरकारी नगरपालिकाको भएको कारणले घण्टाको हामीलाई 1400 दिँदो रहेछ र दिनमा हामीले जम्मा 6 घण्टा काम गर्न पाउँदो रहेछ। करिब आधी घण्टाको गाडीको यात्रापछि म घर आइपुगेँ। म घर आउँदाखेरि बाबु अलरेडी नै स्कुलबाट आइसकेको रहेछ र आमा र छोराले मलाई ढोका खोलिदियो र आजलाई यति नै।